साथीहरु के यो भित्र साच्चीकैमा साथी होला त हेर आजको यो भिडियोमा। सो हेलो गाइस, इट्स वेलकम बैक टु माई अदर मिनी ब्लग डिभन 24। सो आजको यो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। तपाईले मिनी ब्लग हेर्न राम्रो लाग्छ भने अहिले फलो गरी च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। एससी परीक्षा दिनको लागि चाहिँ म कैसीको घरमा बसेको थिएँ र गाइस आज म एक्जाम दिएर घरमा गइरहेको छु। 19 गतेबाट एससी परीक्षा सुरु भएर 26 गते चाहिँ एक्जाम सकेको थियो र त्यो दिनदेखि सम्म चाहिँ गाइस म कैसीको घरमा बसेको थिएँ। यताउता डुल्दै सुत्दै उठ्दै दिन बितेको थाहा नै भएन के। झलरीमा पुगेपछि बाबु भैयाको ठेलामा चाहिँ मोमो नखाने त कुरै भएन के। अब तपाईहरु पनि जानुहुन्छ भने कहिले गएर मस्तसँग मोमो खानु होला र त्यो पसल चाहिँ प्रतीक्षालयको त्यहाँ छ। अरु त 150 रुपैयाँ प्लेट छ भने यता चाहिँ मात्र 100 रुपैयाँ प्लेट हो र गाइस एकदमै मिठो हुन्छ के। त्यही भएर म भनिरहेको छु। फेरि त्यहाँबाट टुकटुकमा चढेर गाइस त्यहाँबाट कलकपुरमा आएर एकछिन अटोको लागि वेट गरेर फेरि अब चाहिँ हाम्रो उतासम्मको लागि अटो आउँछ अनि त्योमा घर जानुपर्छ के। अरूको अटोमा गएर बीच बाटोमा झर्नु भन्दा त आफ्नै गाउँको अटोमा गएर घरसम्म चाहिँ पुराइ माग्नु राम्रो भनिरहेको थियो कि गाइस। अब चाहिँ नेपालमा नि विकास हुन लागिरहेछ। बालेन सरकार आएर हो कि के भएर हो, जुनसुकै सरकार आए नि जनताहरूलाई चाहिएको भनेको दिगो विकास हो। दिगो विकास चाहिँ हुनु पर्यो, न कि आज बनेपछि अब 2-3 दिनपछि बिगड्ने बाला। यो बाटोलाई कति धेरै वर्ष भइसक्यो, कति वर्षपछि आज भइरहेको के विकास। अनि त्यसपछि हेर्दै हेर्दै मल्ली चरेको बाटो भएर कलागढीबाट चाहिँ हामीहरू आइपुग्यौँ आफ्नो गाउँतर्फ। तर गाइस गाउँमा सिर्दा त यस्तो अवस्था के गाउँको। के सवारी साधन चाहिँ आज किन्यो भने फेरि यो बाटोमा चलायो भने त 1-2 दिनमा फेरि बिग्रिहाल्छ। जस्तो तस्तो गरेर घरमा चाहिँ आइपुग्यो। अनि घरमा आएर हेर्छु त भाइ चाहिँ मस्तसँग सुतिरहेको रहेछ। अनि बहिनी चाहिँ भाइको सिक्युरिटी गार्ड। घरमा चाहिँ कोही पनि थिएन गाइस। घर त कस्तो सुनसान थियो कि। अनि सबै यता गाउँ काट्न आउनु भएको रहेछ। फेरि कताबाट हुन्थ्यो त नि घर। अब यस्तो कामको सिजनमा चाहिँ काम त गर्नु पर्यो। काम नगरेपछि फेरि रोटी कताबाट खान पाइन्छ र त्यही भएर सर्ट लगाएर म चाहिँ कसै अरूको ध्यान नदिए गाइस दनादन पारेर गाउँ काट्न लाग्यो। काट्दा काट्दै फेरि यस्तो अल्छी लाग्यो नि गाइस। त्यसैले चाहिँ म अल्छी टिप्न लागेँ। हेर्नु त एउटा तानो तानो गरेर टिपिरहेको थिएँ अनि एउटा तानो तानोले गाइस एउटा पुलो बनाइदिएँ क्या मैले। बहिनीले पिठ्यूमा चढाएको त बहिनी चाहिँ फेरि माया गर्छिन् किन भन्दाखेरि बढी चढाउला भनेर के। अनि त्यहाँबाट घरमा आएर जाल लगेर पोखरीमा जाल फालेको त गाइस जालै फाल्यो यार पुरा। जाल फाल्नु भन्दा अगाडि चाहिँ हातमा रस्सु बाँध्नु पर्ने थियो तर गाइस रस्सु बाँध्न बिर्सेछु। फेरि के हुन्छ पानी कम भएकोले पानीभित्र गएर जाल लिएर आएँ अनि माछा चाहिँ एक पनि फसेन के। माछा भए पो फस्थ्यो अनि सानो माछा थियो। सानो माछा चाहिँ यो जालको दुलाबाट छिरिरहेको जालले चाहिँ भएन। अब हातले के छामछुम गरेर पाउँछु भनेको त यो पाएँ। फेरि समुद्रमा हुन्छ गाइस यो भन्दा अलि ठुलो साइजको हुन्छ त्यो भित्र पाइन्छ कि मोतीको डल्ला। तर यो भित्र त पाइन्छ कि पाइँदैन। तर हेर म अब खोलेर लेट्स मैले यताबाट जोड लगाएँ नि फेरि यो यस्तो जोड लागेर नि पुरा चेपिरहेको कि। बल्ल तल्ल गरी गाइस जोड लगाएर खोलेको त यो भित्रको नजारा चाहिँ यस्तो रहेछ। खास गल्तीले नि गाइस यो भित्र सुनको डल्ला पाइदिएको भए।